साथीहरू टु माई मिनी भ्लग। आज मैले चाहिँ आफ्नै भोइसमा मिनी भ्लग बनाउँदैछु। मेरो चाहिँ हल्का आफ्नो नेचुरली हल्का ब्राउन मात्र लागिरहेको छु। मैले चाहिँ यो कन्सिलर लगाइसकेँ। म लगाउँदैछु। मैले चाहिँ यो खालको नर्मल खालको मेकअप गर्न थालेँ होइन। तर आफूले चाहिँ खासै म मेकअप गर्दिनँ। मलाई गर्न पनि आउँदैन थियो पहिले होइन। म अरूको जस्तो पनि गर्छु अनि आफ्नो चाहिँ सक्दिनँ क्या। अलिक हात पनि गर्दिनँ अनि आँखा चाहिँ मिदाएर के गर्दै बिग्रिरहेको हुन्छ मेकअपहरू जहिले पनि। अनि म आफूलाई मेकअप गर्नलाई चाहिँ कस्तो गाह्रो हुन्छ। अनि कसैको बिहे पार्टीमा जानु पऱ्यो भने कसलाई बोलाउनु होला, कुन पार्लरमा जानु होला भनेर कन्फ्युज हुन्छ क्या साथीहरू। अनि म अब चाहिँ यो खाली टाइम बसेको टाइममा चाहिँ म आफूलाई मेकअप गरेर चाहिँ एकदम के भन्छ पर्फेक्ट हुनु पऱ्यो। आफूले गर्नु पऱ्यो। कहिले सधैँभरि बाहिर गएर पनि सम्भव हुँदैन। कहिले कहाँ हिँड्नु परेको हुन्छ, हतार हुन्छ नि त साथीहरू। अनि त्यही भएर म चाहिँ अब आफूले मेकअपहरू गर्नको लागि अब बिस्तारै सिकिन्छ होइन। एकैचोटि नआए पनि आउन चाहिँ आउँछ तर हात पर्दैन क्या साथीहरू। म चाहिँ न्युट खालको मेकअप गर्दैछु होइन। अनि सिक्दैछु। अनि कोही मान्छेहरूले भन्छन् क्या त्यो पार्टीहरूमा गएको बेला कति धेरै मेकअप गरेको, कस्तो नराम्रो देखेको, मलाई त मेकअप राम्रै लाग्दैन, मलाई त नर्मल नेचुरल ठिक लाग्छ भन्छ क्या। अनि बिचरा नआउनेले भन्ने पनि त्यही हो है। म त आफूलाई आफ्नो फेसमा आउँदैन, अलिक अप्ठ्यारो लाग्छ र पनि म त कसैलाई आजसम्म होइन कस्तो नराम्रो लागेको भन्न आउँदैन क्या साथीहरू। अनि त्यो नआउनेले भन्ने पनि त्यही नै हो होइन। अनि मलाई त मेरो घरबाट पनि दिनुहुन्न मेकअप गर्न। अनि मलाई त नेचुरलै ठिक लाग्छ भनिन्छ क्या। नआउनेले भन्ने पनि त्यही नै हो होइन साथीहरू। अब मेकअप गर्नै आउँदैन बिचरा कति रहर लाग्दो होला मेकअप गर्नलाई। अनि मेकअप गर्न नआए त भन्ने नि त्यही त हो नि होइन साथीहरू। अनि म चाहिँ होइन मेकअप गरेको हुन्छ कति मान्छेले। अनि कति टाइपले गरेको छ नि त्यो मेकअप होइन, राइट छ कि रङ छ, कहाँ मिस्टेक छ त्यो चाहिँ हेर्न जान्छ मेरो आँखाले होइन। तर कसैले गरो प्र्याक्टिस गरो अथवा कसैलाई मनपर्छ गर्छ भने गरोस् क्या, गर्न दिनुपर्छ। कसैलाई डोमिनेट गरेर ए राम्रो भएन यताउता कस्तो मलाई त मनै पर्दैन मेकअप नभनिदिनु क्या। उसको अगाडि चाहिँ उसलाई कस्तो गिल्टी फिल हुन्छ। बल्ल मेकअप गरेको हुन्छ, उसले कति प्रयास गरेर होइन कति उयो गरेर मेकअप गरेको हुन्छ। अनि त्यसरी नभनिदिनु, बरु आफू पनि सिक्नु। मन पर्दैन भने पनि त्यो चुपा लाग्दा भइहाल्छ नि होइन साथीहरू। अनि मलाई त्यस्तो लाग्छ। अनि यहाँ चाहिँ हल्का खालको मेरो नेचुरल फेसमा चाहिँ हल्का देखिरहेको छ, तर यो मोबाइलमा चाहिँ अलिक गाढा आएको छ होइन साथीहरू। तर म चाहिँ नेचुरल टाइपमा ठिक होस् भन्छ, किनभने मोबाइलमा अलिक गाढा आएर केही हुँदैन। नेचुरल टाइपमा राम्रो त देख्नु पऱ्यो नि त साथीहरू। यो बत्ती छ नि त माथि, बत्ती छ अनि उज्यालोमा लाइट यस्तो लाइटपट्टि फर्केको छ नि त उयो उसको लाइटपट्टि घामपट्टि। त्यही भएर पनि अलिकति धेरै लाइट देखिरहेको छ मोबाइलमा चाहिँ होइन। तर म चाहिँ नेचुरल टाइपमै राम्रो देखाउने खालको गरिरहेको छु। सबैजना हेरिदिनु र मेरो मिनी भ्लगमा। अनि क्या साथीहरू। अनि के अरे कतिजनाले अहिले अब कतिजनाले म सेल्फ मेकअपहरू सिकाउँछु नि त। कतिजनाले सिक्नुहुन्छ, इन्ट्रेस्ट गर्नुहुन्छ। अहिले प्रायः मान्छेले सेल्फ मेकअप सबैले गर्नुहुन्छ घरमै होइन, मोबाइलमा हेरेर पनि गर्नुहुन्छ। कतिजना सिक्न पनि आउनुहुन्छ। अनि कतिजनाले सेल्फ मेकअप सिकाउँछ क्या म। अनि सेल्फ मेकअप सिकाउँछ अनि आफूले चाहिँ गर्न नजान्दा है कस्तो लाज मर्नु लाग्छ कहिलेकाहीँ होइन। अनि कस्तो अप्ठ्यारो पनि लाग्छ आफूले नजाने म्याम तपाईँलाई नै आउँदैन भन्यो भने के भन्नु भन्थेँ। तर प्रायः साथीहरूले त्यस्तो भन्नुहुन्न होइन, स्टुडेन्टहरूले त्यस्तो भन्नुहुन्न, बुझ्ने नै हुनुहुन्छ प्रायः। म अरूको आँखामा चाहिँ फेरि जस्तो पनि गर्न सक्छु मेकअप होइन, जस्तो पनि गर्छु। अनि आफ्नो आँखामा चाहिँ अलिक अप्ठ्यारो लाग्छ क्या, हात पर्दैन अप्ठ्यारो लाग्छ। पहिले हामीले सिक्दाखेरि पनि साथी धेरैजना थियौँ। अनि म प्रायः साथीमै गरिदिन्थेँ। अनि हामीले मेकअपहरू गर्दा पनि प्रायः अरूकै धेरै गरिन्छ नि त। आफू त अब इन्ट्रेस्ट भयो भने त्यति बेला अब त्यस्तो धेरै आफूले सेल्फ मेकअप त्यस्तो धेरै उयो पनि थिएन। अहिले पो अब ब्लगहरू बनाउनुहुन्छ होइन, टिकटकहरू बनाउनको लागि आफूलाई मेकअप चाहिन्छ त। त्यति बेला त्यस्तो इन्ट्रेस्टहरू पनि थिएन आफूलाई, कहिले सिक्नु कहिले अरूलाई चाहिँ राम्रो पारा सिक्नु भन्ने मात्रै थियो नि त मनमा। त्यही भएर पनि साथीहरू आफूले चाहिँ फोकस गरेर आफ्नै फेसमा चाहिँ फोकस गरेन, अरूको फेसमा चाहिँ धेरै नै फोकस गरेर छिट्टै सिकेको नि त। मैले त हतार पनि थियो, त्यही भएर छिट्टै सिकेको। अनि त्यही भएर साथीहरू अहिले चाहिँ अब खाली टाइम पनि हुन्छ। अनि खाली टाइम पनि हुन्छ अनि गर्न पनि आफूलाई पनि जाँगर लाग्छ नि त साथीहरू। अनि त्यही भएर मैले चाहिँ अब चाहिँ आफू बसेको बेलामा ऐना हेर्दै होइन आफूले नै सिक्नु पऱ्यो भनेर अनि ट्राई गरेको क्या गर्दैछु होइन। मैले आज चाहिँ यो यत्तिकै कहीँ जानु पनि छैन, केही गर्नु पनि छैन, त्यही भएर मैले हल्का मात्रै गरेको। म राम्रो लुक्स भोलि पर्सि निकाल्नु छु होइन। आज चाहिँ यति नै गर्छु। अनि मलाई सबैभन्दा मेन कुरा चाहिँ गाजर लाउन आउँदैन होइन। लाउन त आउँछ चाहिँ लाउनै आउँदैन क्या, लाउन त आउँछ तर यो हात कामेर कि केही भएर बिग्रिहाल्छ होइन गाइज। म चाहिँ अनि आज ट्राई गर्दैछु होइन। त्यति धेरै राम्रो त लाउन आउँदैन, त्यही भएर यस्तो म फुल गाजर चाहिँ लाउँदिनँ किनभने सुहाउँदैन नि त मेरो आँखामा, खासै सुहाउँदैन। म कहिले लागेको छैन, त्यही भएर
म फुल चाहिँ लाउँदिनँ तर हाफ चाहिँ लाउँछु ल साथीहरू। गाजर चाहिँ मलाई खासै लाउनु पनि आउँदैन होइन, अनि आइहाल्यो भने बाङ्गेर टिङ्गे यता उता हुन्छ। मैले अरूको आँखामा चाहिँ राम्रो लाउँछु, अनि म आफूलाई चाहिँ त्यति धेरै आउँदैन क्या। त्यो पनि आज प्रयास गर्दैछु। म चाहिँ खास गरी के भन्न आएको भने साथीहरू, अनि छोरी मान्छेहरू कति उयो हुन्छ नि त, छोरी मान्छेहरू म चाहिँ के भन्छु भने होइन, घरमै बसेर घरको राम्रो बुहारी बन्न नखोज्नुहोस् होइन। यति पैसा भए पनि कमाउने बानी बसाउनुहोस्, यति पैसा भए पनि कमाउनुहोस्। तपाईँको बुढा तपाईँको घरमा जति पैसा जसले कमाए पनि तपाईँको आफ्नो पैसा जस्तो चाहिँ हुँदैन होइन। जति भए पनि आफू स्ट्रङ बन्नुहोस्, आफू बाहिर चाहिँ उयो गर्न सिक्नुहोस् होइन, स्ट्रङ गर्न सिक्नुहोस्, पैसा कमाउनुहोस्। आफ्नो कमाइ जस्तो अरूले दिएको कमाइ चाहिँ हुँदैन कुनै हालतमा होइन साथीहरू। अनि म चाहिँ के भन्छु भने छोरी मान्छेले चाह्यो भने गर्न नसक्ने केही छैन। म चाहिँ के भन्छु भने सबै छोरी मान्छेहरूलाई चाहिँ आफू स्ट्रङ बन्नुहोस्, आफ्नो हातमा केही सिपहरू सिक्नुहोस् होइन, आफू राम्रो बन्नुहोस्, आफू स्ट्रङ हुनुहोस् क्या। घरबाट बाहिर निस्किनुहोस् होइन, केही गरेर देखाउनुहोस्। पैसा कमाए पनि जति अरूको कमाइ भए पनि तपाईँको आफ्नो कमाइ जस्तो चाहिँ कुनै हालतमै हुँदैन। आफ्नो कमाइ जस्तो चाहिँ कहिल्यै हुँदैन। त्यही भएर हेर्नुहोस् साथीहरू, सबै घरमा जति कमाए अरूले जति कमाए पनि तपाईँको आफ्नो पैसा जस्तो हुँदैन होइन। अरूले एक वचन भन्दा पनि कस्तो मन दुख्छ नि त, अब आफ्नो कमाइ हुँदैन अनि अरूले कस्तो हेपेर भन्छन्। त्यही भएर साथीहरू म चाहिँ के भन्छु भने आफू स्ट्रङ हुनु, आफू बाहिर निस्किनु, फिल्डमा हिँड्नु होइन। 2-4 पैसा भए पनि आउने काम चाहिँ गर्नु। तपाईँले कसैले हेप्न सक्दैन क्या। तपाईँ आफू स्ट्रङ हुनुभयो भने तपाईँ घरदेखि बाहिर निस्किनु भयो भने कसैले हेप्दैन। त्यही भएर म चाहिँ के भन्छु भने छोरी मान्छेहरूलाई चाहिँ घरबाट बाहिर निस्किनुहोस् अनि आफूले पनि केही गरेर देखाउनुहोस् होइन। कसैले हेप्ने बाटो नबनाउनुहोस्। तपाईँ घरको राम्रो बुहारी बन्न नखोज्नुहोस्, राम्रो छोरी बन्न नखोज्नुहोस् क्या। अहिले उमेरमै हो कमाउने, उमेरमै हो गर्ने भनेको होइन। अनि म चाहिँ के भन्छु भने उमेरमै कमाउनुहोस् होइन। तपाईँ पनि स्ट्रङ बन्नुहोस्, तपाईँलाई भोलि कसैले हेर्न सक्दैन। अनि आफ्नो कमाइ भनेको जहिले पनि आफ्नै कमाइ हुन्छ क्या। अरूले दिएको जस्तो हुँदैन। आफ्नो हातमा भयो भने सजिलो हुन्छ नि त, सजिलो आफूलाई जति बेला चाहियो त्यति बेला हुन्छ। अनि तपाईँलाई कसैले हेर्न पनि सक्दैन क्या आफ्नो कमाइ भयो भने। त्यही भएर म चाहिँ के भन्छु भने छोरी मान्छेहरू सबैजनालाई आफू स्ट्रङ बन्नुहोस् होइन, अनि आफू घरबाट बाहिर निस्किनुहोस् होइन, केही गरेर देखाउनुहोस्, पैसा कमाउनुहोस्। आफूले कमाएको जस्तो पैसा अरूले कमाएको हुँदैन। त्यही भएर हेर्नु साथीहरू, म चाहिँ त्यही भन्छु। अहिले लाइन पनि गइरहेको छ क्या साथीहरू, भरि जान्छ भरि आउँछ। मेरो यहाँ कस्टमर पनि आइरहनु भएको छ। त्यही पनि मैले यो ब्लग चाहिँ बनाउनु छोडेको छैन होइन, नन स्टप बनाएको छु। मैले आज चाहिँ आफ्नै तरिकाले फाइनल लुक चाहिँ निकालेँ होइन साथीहरू। अब म धेरै हेभी खालको त गर्दिनँ, किनभने घर बस्नको लागि गरेको हो नि त। म कहीँ जाने छैन, त्यही भएर म खासै त्यत्रो ठुलो हेभी खालको त गर्दिनँ मेकअप। अहिले चाहिँ यो हात बसाएको मात्रै हो। कहाँ हिँड्नु पर्यो भने त गरिन्छ नि साथीहरू, तर अहिले चाहिँ कहीँ जानु छैन। त्यही भएर मैले यतिकै बनाएको। यति मेकअप गर्नलाई पनि होइन पार्लरमा जानुपर्छ मान्छेहरू चाहिँ। अब पार्लरमा जाँदा कति टाइम वेस्ट हुन्छ, आफ्नो पैसा पनि बन्द गरेर जानुपर्छ होइन। अनि त्यही भएर मैले चाहिँ यो बसेको टाइममा बसेको बेलामा चाहिँ टक्क गरिदिउँ भनेर कि साथीहरू। अब हात पनि बस्छ आफ्नो, अनि हात बस्यो भने होइन टाढा जानु पनि पर्दैन। आफूलाई पनि हतार भएको हुन्छ कहिलेकाहीँ हिँड्नलाई। अनि त्यही भएर क्या साथीहरू, म चाहिँ धेरै मेकअपहरू खासै गरेर बस्ने खालको मान्छे भएर म खासै बस्दिनँ। मैले हल्का लगाएँ भने हल्का बेबी क्रिमहरू लगाउँछु, अनि फेस केयरहरू गर्छु होइन, स्किन केयरहरू गर्छु। अनि लाउने भनेको त्यही बेबी क्रिमहरू मात्रै लाउँछु, हल्का ब्लसर लाउँछु, त्यति नै। म खासै धेरै मेकअपहरू पनि गर्दिनँ। अनि नर्मल लिप ग्लोस लाउँछु, लिप लाइनर लाउँछु, त्यति हो मेरो मेकअप भनेको। म खासै मेकअप गरेर बस्ने मान्छे होइन। तर कहिले मलाई यति धेरै लगाएर चाहिँ सबैजनाले लाउँदाखेरि होइन, सबैजनाले मेकअप गरेर निस्किँदा हामी चाहिँ ब्युटिसियन भएर पनि कहिलेकाहीँ भ्याइँदैन लाउनलाई होइन। अनि कस्तो नराम्रो लाग्छ। अब कोही साथीहरू त्यस्तो भइदियो भने त हिँड्ने बेलामा बोलाएर गर्थेँ भन्ने जस्तो लाग्छ क्या कोही बेला त साथीहरू। अनि कस्तो लाग्छ नि त। अनि त्यही भएर मैले चाहिँ अब चाहिँ मेरो डेली मेकअपहरू चाहिँ भिडियो कि क्या है, लास्टमा थोप्ला चाहिँ भयो, तर यो निकाल्दा ठिकै हुन्छ होला। अनि साथीहरू यतिको मेकअप चाहिँ गरेँ होइन। अहिले म यसको फाइनल लुक चाहिँ देखाउँछु। अनि मैले चाहिँ लिपस्टिक हल्का मात्रै लगाएको छु। अब म चाहिँ ब्लसर लाउँछु होइन। म चाहिँ त्यत्रो धेरै मेकअप चाहिँ गर्दिनँ। त्यति मैले होइन, आँखामा चाहिँ मलाई सबभन्दा मेन समस्या मेरो आँखा। अनि म के भन्दै थिएँ, अन्त साथीहरू सबै छोरी मान्छेहरू चाहिँ स्ट्रङ हुनु, कसैको घरमा चाहिँ तपाईँ राम्रो बुहारी नबन्नु क्या। कसैको चित्त बुझाउनु सक्दैन राम्रो बन्छु भन्नु है, जसको लागि राम्रो बन्छु भन्नु उही व्यक्तिबाट चाहिँ पछि तपाईँले धोका खानुहुन्छ। त्यही भएर म चाहिँ के भन्छु भने कसैको राम्रो बन्न सकिँदैन होइन। आफ्नै नजरमा त आफू कहिलेकाहीँ कस्तो रिस उठ्छ, राम्रो बन्न सकिँदैन भन्छन्। सबैलाई चित्त बुझाउन, सबैको नजरमा राम्रो बन्न सकिँदैन नि त। त्यही भएर म चाहिँ के भन्छु भने तपाईँ 2-4 पैसा कमाउनु थाल्नुभयो भने तपाईँले घरमा रेस्पेक्ट उस्तै हुन्छ है, माया उति नै हुन्छ। सबैले तपाईँलाई इज्जत दिन्छन्, माया दिन्छन्। तर तपाईँले घरको राम्रो बन्न खोज्नुभयो भने कहिले पनि तपाईँले राम्रो बन्न सक्नुहुन्न। त्यही भएर म चाहिँ के भन्छु भने साथीहरू सबैजनालाई स्ट्रङ हुनुहोस् होइन, आफू बलियो हुनुहोस्, बाहिर निक्लिनुहोस्, फिल्डमा काम गर्नुहोस्, पैसा कमाउनुहोस्। तपाईँलाई इज्जत त्यसै मिल्छ। तर तपाईँले घरमा राम्रो बन्छु, राम्रो बुहारी बन्छु, राम्रो छोरी बन्छु भन्नुभयो भने तपाईँले जीवनमा कहिले अगाडि बढ्नै सक्नुहुन्न क्या। त्यही भएर म चाहिँ के भन्छु भने जीवनमा अगाडि बढ्नुहोस्, 2-4 पैसा कमाउनुहोस् होइन, 2-4 पैसा कमाउनुहोस्, अगाडि बढ्नुहोस्। तपाईँलाई इज्जत त्यसै मिल्छ, रेस्पेक्ट हुन्छ।
त्यही भएर साथीहरू होइन सबैजनालाई सबैको नेचर एउटै त नहोला, सबैले हेर्ने नजर त एउटै नहोला, तर मलाई चाहिँ त्यस्तो लाग्छ होइन साथीहरू। अनि म चाहिँ के भन्छु भने अनि सबैको नजरमा राम्रो त गर्न सकिँदैन नि त, सकिँदैन कि जति राम्रो बन्छ। मलाई के लाग्छ भने अहिले हेर्नु त अहिले माइली बुवाले हेर्नु त कति अब घर बस्दा होइन अब बस्दा गरेर अब स्ट्रङ भइसक्नु नि त, अब नानीहरू पनि हुर्किसक्यो, अब आफै हिँड्ने हो कि फिल्डमा हिँडेपछि धेरै मान्छेसँग चिन्जान हुन्छ, परिचय हुन्छ होइन, आफ्नो इज्जत बढ्छ, आफू चिनिन्छ, सबैले चिन्न थाल्छन्, त्यस्तै राम्रो हुन्छ क्या साथी। त घरमा बस्यो है राम्रो बुहारी बन्न खोज्छ, त्यही नराम्रो हुँदै जान्छ होइन, सबैको आँखामा राम्रो बन्न सकिँदैन नि त, हो कि सबैले चित्त बुझाउनु कहाँ सकिन्छ हौ। अनि त्यही भएर चाहिँ म चाहिँ के भन्छु भने स्ट्रङ हुनुहोस्, बाहिर निक्लिनुहोस् होइन, केही कामहरू गर्नु सिक्नुहोस्, आफू बन्नुहोस् क्या। आफू बनेपछि तपाईँलाई सबैले चिन्छन्, तपाईँले इज्जत पनि त्यसै पाउनुहुन्छ। तर फिल्डमा चाहिँ निक्लिनुहोस्, गर्नुहोस् होइन, केही अगाडि बढ्छु भन्नुहोस्, तपाईँ आफै राम्रो हुनुहुन्छ। तपाईँले अरूको चित्त बुझाउँदा तपाईँ आफैलाई दिक्क हार खानुहुन्छ क्या। त्यही भएर म चाहिँ के भन्छु भने सबैको राम्रो बन्न सकिँदैन, आफू राम्रो बन्ने, आफू राम्रो हुने, आफू होइन आफू स्ट्रङ हुने। मेरो फाइनल लुक चाहिँ यस्तो भएको छ, सबैजनाले हेर्नुहोला। अनि थ्याङ्क यू फर वाचिङ माई भिडियो। सबैजनाले मेरो ब्लगलाई चाहिँ लाइक, कमेन्ट, सेयर